हेलो गाइज, गुड मर्निङ। के छ तपाईँहरूको हालखबर? सन्चै आरामै हुनुहुन्छ? सो आजको शुभ बिहानी सबैलाई एन्ड गुड मर्निङ। अहिले साउदी अरबिया बिहानको 5 बजिरहेको छ। सो यहाँको मौसम यस्तो छ अहिलेको बिहानको। सो हल्का उज्यालो उज्यालो हुन लागिसक्यो 5 बजे, बिहानको 5 बजे भनौँ न। दिन गर्मी सुरु भयो। गर्मी त होइन, जस पहिलेदेखि सुरु भएको, तर चाहिँ यहाँको लागि चाहिँ जो 2-3 दिन पहिलेदेखि कन्टिन्यू डेली पानी आइरहेको थियो। अनि अहिले चाहिँ के भन्छ, पानी रोकिएर हिजोदेखि जस गर्मी अलिक सुरु भयो। सो अब ड्युटी जाँदैछौँ। सो बिहान अब ड्युटी ड्रेस लगाइ अब ड्युटीको लागि सुरु भइसक्यो। सो हामी अब तलतिर जाँदैछौँ। चाहिँ बिस्तारै बोल्नुपर्ने हुन्छ, किनकि सबै सुतिरहेको हुन्छ यहाँ भाडामा। हाम्रो सँगको कम्पनीमा जे होस् के भन्छ, कोठाहरू भाडामा दिन्छ कि, त्यही भएर यहाँ सबै अब मान्छेहरू सुतिरहनु डिस्टर्ब हुन्छ। त्यही भएर हल्का साउन्डमा बोलेको। लगभग छन् हाम्रो सबको 24-25वटा घर छ। अनि उसको चाहिँ यो साइड बिजनेस भने के भने अब क्याटरिङ पनि छ। अनि घरहरू पनि भाडामा दिन्छन्। आफ्नो घर भन्नाले कन्ट्र्याक्टमा लिने हो भाडा घरहरू। अनि 10 वर्ष 15 वर्षको लागि कन्ट्र्याक्टमा लिने। अनि त्यसपछि अरूहरूलाई 1-2 कोठा बनाएर दिने भाडामा। यहाँ छ एउटा कोठा, यहाँ भयो। अनि तलतिरको अनि एउटा पछाडिपट्टि छ, 2टा यहीँ छन्, 2टा माथि। त्यसपछि टपमा अनि माथि चाहिँ 3टा, फेरि टपमा 3टा छ। बाहिर हामी निस्किँदैछौँ। कन्टिन्यू रुटिन ड्युटी साउदी अरबिया यस्तै हो। काम गर्नै पर्यो होइन, चाकरी गर्नै पर्यो। उठाउने चाहिँ एटुङ्गेट मात्र राख्यो। साउन्ड आयो, झऱ्यो। कप राख्न खोजेको कपै ढल्यो। बाहिरको सिन यस्तो छ। आजको बिहानको 5 बजे मौसम चाहिँ राम्रो छ। तपाईँको साफसफाइहरू भन्नाले शीतल छ क्या यहाँको। आजको शीतल छ। यताको चाहिँ रोडको लोकेसन भइहाल्यो त्यसै राम्रै। अब चाहिँ कम्पनीतिर जानु पऱ्यो। त्यहाँको चाहिँ आजको भित्र यसो मिल्यो भने भित्रको भिडियो बनाउँछु, कोसिस गर्नेछु। सो साथीहरू, म कम्पनीतिर जाँदैछु। भित्रतिर कम्पनीमा एन्टर हुँदैछु। कम्पनी भन्नाले जस हाम्रो के भन्छ स्टोर। यो स्टोर भइहाल्यो। स्टोर केचप आई थिङ्क टुडे have only one. I bring only one because Okay, take one more. because the one there's one there, but maybe Okay, take one more and two. I bring two. maybe down. One have a one take, one up, one down. Only okay, one enough. So यताको यो भयो हाम्रो स्टोरहरू। यता हाम्रो साथीहरू छन् काम गर्दै। उताको हाम्रो काम गर्दैछन् यता साथीहरू, भाइहरू। सो यता हाम्रो इन्द्रबहादुर नेपाली दाइ हुनुहुन्छ यहाँ किचनको। सो यता किचन होइगयो बेकरीमा। त्यही नै हो कामको। यहाँ बङ्गाली बाबु आइ। सो हाम्रो बङ्गाली बाबु नहीं नहीं, बस थोड़ा बना रहा है, बस ज़्यादा। यो चाहिँ अफिस भइगयो, अफिस अनि किचन। ल अब चाहिँ बन्द है। अब चाहिँ Yung nag-translate siya ba, tapos sinalagay niya sa phone niya, translate niya pang na-English siya. Arabic or English. Tapos nakalagay doon, what are your secret kung hindi mo tuloy, ha? Saan ka na? Kaya nga nakalabas. आइसक्यौँ। यहाँ तलतिर हामी पानी राखेर अनि तलतिर क्यान्टिनमा पानी राखेर हामी माथि क्यान्टिनमा जाँदैछौँ। अनि त्यही नै हो। अब यतातिर कुरा के भन्छ,
यताको सिन यहाँको। सो हाम्रो खानाहरू यही हो। त्यहाँ बास्केट त छ खानाहरू, अनि खानाहरू अरू अग्रम बग्रम अब सबै सामानहरू ल्याइखाएको यही हो हाम्रो खानाहरू। खाना पार्टी गरेर सेटअप गर्नु खाना यहाँ हो। खानाहरू भइगयो। यो चाहिँ हाम्रो टी कफीहरू भनौँ चियाको लागि बिहान टिचरहरूलाई खाना टी कफी भइगयो। अनि यो चाहिँ यहाँ बच्चाहरूको स्न्याक भयो, यहाँ मिल्टो राख्छ। अनि यता चाहिँ हाम्रो यो के भन्छ खानाहरू बिहानको खाना भइगयो। तपाईँको खाना त्यही नै हो आजको लागि। अनि लाइक सेयर एन्ड सब्सक्राइब गर्न बिर्सनु होला। सो धन्यवाद आजको लागि। खुसी रहनु, सुखी रहनु। जय नेपाल।